भेना खाजा कस्तो छ पुरी सब्जी भेना हामी चाहिँ अहिले पशुपति मन्दिर जाँदैछौँ। पशुपतिनाथ मेन मन्दिर हो, मेन ठुलो मन्दिर। फर्स्ट टाइम आएको यो हनुमानढोका दरबारभित्र चाहिँ तल हो नि नौ तलामा हामी आइपुगेको छौँ। तर मैले थोरै मात्रै भिडियो बनाएको छु। यस्तो छ यहाँदेखि चाहिँ अब एकदमै तल देखिरहेको छ। भिडियोमा चाहिँ थमेल भनेर सुन्ने चाहिँ राखेको, अब यहाँ चाहिँ प्रत्यक्ष आज चाहिँ आयो। यसरी हेरी पनि राखिएको छ। हेलो नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ हामी केटिएममा भेनासँग आएको छौँ। अनि भेनाले चाहिँ मलाई गौशाला पशुपति मन्दिरहरूतिर घुमाउँदै लानुहुँदैछ, घुमाउन लाँदै हुनुहुन्छ। पशुपति जान्छौँ, गौशाला पशुपति चाबेल जान्छौँ, बौद्ध जान्छौँ घुम्नलाई सालीसँग मान्छे डराउने ठाउँ। अनि यति धेरै बाक्लो गाडीहरू हुन्छ अब यो केटिएममा त। अनि यसरी बाटो काट्नु पनि नसकिने मुस्किल अवस्था छ गाडी। ल साथीहरू घुम्दै जाँदाखेरि एकदमै भोक लागेर चाहिँ भेना र म चाहिँ यहाँ खानको लागि चाहिँ यहाँ आएको छौँ पसलमा। अनि अब हामी खाजा स्टार्ट गर्दैछौँ। अनि हाम्रो खाजा चाहिँ यस्तो छ है साथीहरू, यहाँ पुरी सब्जी, अनि यो चाहिँ के पकौडा पुरी सब्जी यस्तो छ। अब यो खाजा खाइसकेपछि हामी राम्ररी घुम्दैछौँ। भेना खाजा कस्तो छ पुरी सब्जी मिठो छ भेना। हामी चाहिँ अहिले पशुपति मन्दिर जाँदैछौँ। पशुपतिनाथ मन्दिर अब प्रवेश गर्दैछौँ घुम्नलाई। यहाँ तल देखिएको भित्र चाहिँ पशुपतिनाथ मन्दिर रहेछ। अब हामी यहाँ माथि रोडैमा झर्दैछौँ साथीहरू, रोडबाट तल झर्दैछौँ मन्दिरतर्फ जाँदैछौँ रोडदेखि। अनि यहाँ चाहिँ कस्तो शीतल यो रुखहरू पनि रहेछ। कस्तो के को बोट हो यो चाहिँ मलाई थाहा भएन, रुख हो। पशुपतिनाथ मन्दिर घुम्न आउनुहुने तीर्थयात्रीहरू हुनुहुन्छ। अनि यता सबै देखिएको सबै पशुपतिनाथ मन्दिरको दर्शन गरेर फर्किनु हुने तीर्थयात्रीहरू हुनुहुन्छ। साथीहरू आज चाहिँ यहाँ पशुपतिनाथ मन्दिरमा पूजा हुँदो रहेछ, त्यही भएर चाहिँ यहाँ मान्छे जलाइराखेको छ। मलाई त डर लाग्छ बादरहरू छुन, चलाउनु डर लाग्छ। पशुपतिनाथ मेन मन्दिर हो, मेन ठुलो मन्दिर यही हो। जति पनि श्रद्धालु भक्तजनहरू यही आस्थाको लागि, यही मन्दिरको आस्थाको लागि। साथीहरू अहिले हामी चाहिँ पशुपतिनाथ मन्दिरको दर्शन गरिसकेर फर्किँदैछौँ। मेरो नाना उहाँ सोल्टिनी हुनुहुन्छ, भेनाको नाना। अनि यता दाजु हुनुहुन्छ, उहाँहरूसँग पनि हाम्रो भेट भइसकेको छ। प्रनिस भाइलाई पनि हामीले भेटिसकेका छौँ, भेनाको नानाको छोरा। मेरो चाहिँ भान्जा हो, भदैसँग पनि भेट भइसकेको छ। अनि भदैले चाहिँ हामीलाई बसन्तपुर भिजिट गराउँदैछ। ल जाउँ अब म चाहिँ फर्स्ट टाइम आएको यो हनुमानढोका दरबारभित्र चाहिँ। अत्यन्तै राम्रो यसरी यो बुद्ध निकालेर बनाइएको रहेछ। यो पहिलाको राजा त्रिभुवनसम्म चाहिँ यहाँ बस्नुभएको। राजा त्रिभुवनसम्म चाहिँ सबै सिसिटिभीहरू राखिएको रहेछ यहाँ चाहिँ। अनि यो चाहिँ हामी यहाँ माथिल्लो तला चढ्दैछौँ। अब यस्तो घचुरो सागुरो परेको रहेछ चढ्ने ठाउँहरू पनि। यो चाहिँ पहिलाको भर्याङ। अनि ढोकाहरू यस्तो थिएछ। यहाँ माथिदेखि चाहिँ यस्तो राम्रो भ्यू आउँदो रहेछ साथी, चाहिँ खासै नदेखिँदो रहेछ। नौताले दरबार हो हनुमान दरबार, नौताले दरबार हामी चढ्दैछौँ। तल हो नि नौ तलामा हामी आइपुगेको छौँ। तर यहाँबाट यसरी वरिपरि हेर्ने ठाउँहरू रहेछ। यो हेर्दाखेरि चाहिँ कति डर लाग्ने अग्लो ठाउँ रहेछ नि त साथीहरू। त्यही भएर मैले थोरै मात्रै भिडियो बनाएको छु। यस्तो छ यहाँदेखि चाहिँ अब एकदमै तल देखिरहेको छ। नौ तलामा पनि अब चढिसक्यो, अब चाहिँ हामी झर्नेछौँ।
परको चाहिँ काठमाडौँको धरहरा देखिरहेको छ है, नौताले धरहरा। फेरि पनि भत्किएर फेरि पनि अर्को ठाउँमा बनाउनु भएको नयाँ। कस्तो चाहिँ डर लाग्दो रहेछ भने नि यहाँ माथि त। अग्लो ठाउँदेखि चाहिँ कस्तो डर लाग्ने कि यहाँ माथि चढ्दाखेरि चाहिँ अति नै डर लाग्दो रहेछ साथीहरू। त यसको बयान गरेर साध्यै नै छैन यति। यति राम्रो यो सब तासेर म्युजियम घुमिसकेर म्युजियम घुमिसकेर चाहिँ बाहिर अब निस्केको छौँ। होइन यहाँभित्र पस्दाखेरि कस्तो लाग्यो तपाईँलाई? हाँस्दै सोध्दैछु। भेरी नाइस, धेरै राम्रो लाग्यो। काठमाडौँ धेरै खाइन्थ्यो तर यहाँ छिरिएको थिएन, यसपालि छिरियो। जस राम्रै लाग्यो भनौँ न। राम्रै लाग्यो, खुसी लाग्यो किनभने हाम्रो साथमा यता भाइ हाम्रो भान्जो एकदम हामीलाई राम्ररी गाइड गरिराख्नु भएको छ नि त, त्यही भएर हामीलाई गाइडेन्स गरिरहनु भएको छ। अब चाहिँ हामी खाना खाने टाइम भइसकेको छ, त्यही भएर यहाँ आएको छौँ। थमेल जाँदैछौँ अनि ओसनकै बिचको बाटोमा छौँ। थमेल भनेर सुन्नु चाहिँ राखेको, अब यहाँ चाहिँ प्रत्यक्ष आज चाहिँ आयो। यसरी हेरी पनि राखिएको छ थमेलमा। बाटोमा धेरै टुरिस्टहरू पनि छ, लिली साबेलले नुहाएको मान्छेहरू पनि छ। लिली साबेल काठमाडौँको थमेल। यतैबाट जानु पर्यो थमेलको बजारमा। रहेछ म त नेपाली भनेर हुन्छ हामी छाया सेन्टरतिर छौँ। छाया सेन्टर, थमेलको छाया सेन्टर घुम्ने यता वरिपरि घुमेर चाहिँ हामी फर्किने। यस भेरी गुड। के बोल्नु मन छ भनेको? ए छाया सेन्टर किन मिल्दैन हौ? क्यासिनो पो छ त।